हेलो एभ्रिवान, नमस्ते। मैले चाहिँ आज हेर्नु न भाँडाकुँडा सबै निकालेको छु है, अर्गनाइज गरेर राखिदिनु पर्यो भनेर। मेरो चाहिँ घरको फ्यामिलीहरू सबैजना अहिले भ्याकेसन मनाउन बाहिर जानुभएको छ। सो अहिले म एक्लै छु अनि कोही नभए चाहिँ काम गर्न पनि अल्छी लाग्दो रहेछ कि। अनि म चाहिँ अल्छी लाग्दै र पनि काम गर्दैछु र मलाई चाहिँ अब काम गर्दा गर्दै यति धेरै भोक लाग्छ है। अनि मैले चाहिँ यतापट्टि राखेँ भात। आज मजाले भात खानु पर्यो भनेर भात यतापट्टि राखिदिएँ। सब्जीहरू मेरो अस्तिकै बनाएको छ, त्यही भएर भात मात्र राखेँ मैले आज। अनि मैले चाहिँ यो कफी बिहान बनाएको है, अहिलेसम्म सकेको थिइनँ। अनि यो पहिला सकिहाल्छु अनि काम गर्छु भनेर एकछिन म चाहिँ यतापट्टि बसेँ अनि एकछिन के सोच्न थालेँ है। अनि त्यसपछि अर्को कुरा चाहिँ के भन्दाखेरि नि, मैले हेर्नु न यो आइल्यासेस लगाएको होइन, फर्स्ट टाइम कहिले लाएको थिइनँ अनि यस्तो भएछ क्या, झरेछ पनि। अनि मेरो चाहिँ अब भात रेडी हुन्छ। अनि मैले चाहिँ यतापट्टि राखेँ यो खोर्सानीको अचार, अनि यतापट्टि रहेको छ यो चिकन र यो चाहिँ गुन्द्रुकको झोल। यो नेपालबाट पठाइदिनु भएको थियो। सायद मैले यो 2 वर्ष भयो होला गुन्द्रुकको झोल नखाएको। मैले चाहिँ अब खाना स्टार्ट गरेँ, हातले गम खाँदैछु है। अनि एकदमै धेरै मिठो भएको थियो। उठेर दिँदैछु क्या, फेरि म चाहिँ हातले खानुको मजा अर्कै छ, त्यो पनि गुन्द्रुकको झोलसँग नपाउँदा त है, मिठो भइहाल्छ नि। अनि म चाहिँ खाइसकेर अनि म चाहिँ काम गर्न अल्छी लाग्छ अनि म चाहिँ एकछिन अब कोठामा जान्छु, रेस्ट गर्छु एकछिन भनेर। अनि म चाहिँ रेस्ट गर्न गएँ, ढल्केँ एकछिन। अनि मैले चाहिँ भिडियो यहाँसम्म मात्र बनाएँ। सो फेरि पनि म अर्को भिडियो लिएर आउनेछु। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।